हेलो गाइस वेलकम छ भिडियोमा। सो आज चाहिँ हैन 2025 को लास्ट दिन हो, 31 डिसेम्बर। यहाँ चाहिँ हुँदैछ हाम्रो एकदम स्पेशल मोमोहरुको तयारी हुँदैछ। सो गाइस हामी चाहिँ यहाँ मोमोको तयारी गर्दैछु आजको। अनि अहिले सबै काटिसके आटा मोल्दैछु। आटा हैन मैदा जेसुकै होस् न बनाएर खानु पायो भने भयो क्या। गाइस अहिले चाहिँ मोमोको रेडी गरिसकेर अहिले म चाहिँ काट्न थालेँ मासु। यता मासु काटिसकेको बादमा फेरि यता रोस्टिङ बनाउने भनेर मैले सबै थप मिक्स गरिसकेर सिलमा आउनु थालेँ। सो अब चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो रोस्टिङ चाहिँ एकदम स्पेसल हुनेछ गाइस, एकदमै टेस्टी। सो अहिले चाहिँ अब रेडी हुँदैछ। हाम्रो चाहिँ पाकिसक्दा चाहिँ 12 बज्छ होला। अनि त्यसको बादमा चाहिँ अब किमा पनि यता फ्राई गर्ने भनेर अब हाम्रो चाहिँ रेडी हुँदैछ होइन गाइस। यता चाहिँ अहिले मोमोको किमा पनि गरिसकेको छ होइन। साथीले मिठो लागिरहेछ, म चाहिँ भ्याएकी छुइनँ अब। अनि हामी चाहिँ अरू नै काममा लागिरहेको छौँ। बिचारा खुसी गरेको भित्र ल्याएर राखिदिनु छ। दुखी पनि छु, एकदमै खुसी पनि छु अब हैन। यता किमा पनि फ्राई भइसकेको छ हाम्रो मोमोको लागि। अनि यता हामीले बेसनमा चिकन फ्राई गर्यौँ हैन, बेसन लगाएर अनि फ्राई गर्दैछु। हाम्रो चाहिँ गाइस जानु गाइस अब साथीले एक्लै मोमो बनाउँदैछ गाइस। हामीले चाहिँ अनि यता चिकन चिल्लीको लागि रेडी हुँदैछ। हेर्नुहुन्छ यो चाहिँ क्याप्सिकम हो, यो प्याज हो। यता बिलाइहरू काटेर ठिक्क पारेको छौँ गाइस। यो हाम्रो चिकन चिल्ली ससहरू गाइस। चिकन चिल्ली बनाइसकेर चाहिँ यता अब फेरि यता साथीलाई हेल्प गर्न आएँ मोमो बनाउनको लागि। यता म चाहिँ बेल्दैछु गाइस। अब हेर्नु होला हाम्रो चाहिँ मोमो पनि पाक्दैछ। हामीलाई चाहिँ गाइस हेर्नु न अलिक ठुलो ठुलो हुँदैछ। हामी चाहिँ मोमो बनाउनु मट्का पनि चाहिँदैन गाइस। हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ पाकिसक्यो मोमो पनि होइन गाइस। अहिले चाहिँ अब हाम्रो रेडी भइसकेको छ, खाने बेला भइसकेको छ। अहिले चाहिँ अब हामीले खाइसकेको छु। सो आजको भिडियो चाहिँ यतिमै समाप्त गर्छु। बाई बाई।